हेलो गाइज, आज चाहिँ हामी अब टिका लाउनको लागि अब लुगा सुगा धोएर हामी चाहिँ अब तयार भएका छौँ। अबको आधी घन्टामा अब हामी टिका लाउने छौँ। आज चाहिँ तिहारको दिन हो, 2082 7को महिना 6 गते टिकाको दिन हो। मैले लुगा लगाइसकेँ। अब म चाहिँ अरू मान्छेहरू के गरिरहेका छन्, आमा के गर्नु भएको सबै देखाउनु जाँदैछु। आमालाई आज टाउको दुख्यो, खोकी लाएर टाउको दुखेको छ। आज मलाई सन्चो छैन। तिहारकै दिन होइन, तिहारकै दिन हिजो औषधि खानु भएको, आज ठ्याक्क टिका लाउने दिन चाहिँ आज चाहिँ आमालाई सन्चो नभएर आमा चाहिँ सुतिरहनु भएको। आमालाई सन्चो छैन, मलाई सन्चो छैन। आज ल म सुतिरहेको छु, टाउको दुखेर मलाई खोकी लाएँ हिजो, खोकी लाएर अनि आज सन्चो छैन। हिजो खोकी लायो, राति नि खोकी लायो, अनि अहिले चाहिँ सुतिरहेको छु। हिजो औषधि खाएदेखिबाट झन् खोकी औषधि खाएको झन् बिरामी भएर सुतेको हुन्छ। अनि यहाँ चाहिँ हाम्रो भान्जी हुन्छ, म भान्जी पनि अब तयारी हुँदै हुन्छ, तयारी भएर रेडी हुन्छ। हाम्रो भाइटिकाको लागि यो चाहिँ भाइटिकाको लागि मसलाहरू हो। यहाँ तयार हुँदैछ यो मसलाहरू चाहिँ, यो चाहिँ मसला भयो भाइटिकाको लागि मसलाहरू। चाहिँ यो दुईवटा हामीलाई, यो एउटा संयम, एउटा दिप्सन, एउटा सम्राट, एउटा देश, एउटा दिवाकर, यो चाहिँ भयो। अब हामी टिका लाउनको लागि तयार हुँदैछौँ। अब हामी चाहिँ यहाँ टिका लाउनलाई जाँदैछौँ। ल हामी चाहिँ अहिले अब टिका लाउनलाई यहाँ यता जम्मा हुन गइरहेका छौँ उता। ल म चाहिँ अब यहाँ जाँदैछु। पछाडि चाहिँ यहाँ भान्जी आउँदै हो, खै देखिँदैन त, भान्जी आउँदै हो। ल यहाँ बस्छ, तिमी हेर्दा भइहाल्छ, सबै गर्नु भइहाल्छ होइन। सानोमै त्यो टिकै टाख्नु नभए त हो नि, ल टिका लाउने बेला भएन, तयार भइसकेको छ टिका लाउनको लागि। अब मुख धोएर आउनु पर्ने भयो फेरि एकताल। पहिला छेक्ने होला नि त। गणेश पूजा गरिबी दिपावली हुँदैन 4 दिन है। टिका लाउने आऊ, कस्तो ज्ञानी छ, कस्तो रमाइलो मान्छे बाबु। ओहो कति राम्रो, ओहो ठ्याक्कै राम्रो भयो। ल हल्का
पहिला रातो ताली ताली गर्नु पर्यो है सम्राटलाई ल उता हेर सम्राट दादाको हेर साथ त फेर्नुहुन्छ है दिप्सन सास फेरेन कि हो म नाकले सास फेर्छु म सास फेर्छु हो म नाकले फेर्छु कलेज परीक्षाको भोकले मुखा 3-4 चोटि खाने बेला भयो सेतोलाई खाइन त्यो त लाएन अब सेतो नि राम्रो सेतो माथि कर अनि यो ल्याएन होला ल सातवटा रङ भयो भइहाल्यो माथि उज्यालो भयो होइन अनि मजाले अलि लगाइदिएन भइसक्यो कोही त नि त्यो जाने हो कि झर्ने हो त्यो तल नि निकाल्ने ओहो ल तल रातो खाइ त भयो ल तल रातो लगाएन लगाइदिए त्यो ऊ हुन्छ कि कुचेर बसिहाल्छ अब सम्राटको पालो त्यो भयो लगाइदियो नि यति तल लगाइदिए बाहिर हेर त दिप्सन के भइसक्यो थोरै यतिले बिग्रिन्छ फेरि अब किन खुम्चिएको त निदा भने ल्याएर फर्के चप्तारामा टिका हो नि त यता हेर ठुलोमा मिलाएर ठुलोमा मिलाएर ल बाहिर हेर ल आहा ल हेर हाम्रो हनुमान हो नि त उता वीर हनुमान महाबली हनुमान सिया राम हो तिहार भने यही हो तिहार भने यही हो आज महाबली हनुमानजी 2 वर्ष दिनदेखिको घन्टी बजाउँदै केरा पाते नालो काटिन खै त भाइ यता हेर आउँदैछ ओहो मान्छेलाई पहिले यल्लो कलर तिमीहरूलाई भन्दा भाइलाई के भयो यो मोबाइल अहिले मोबाइल क्यामेरै आउँदैन त तातो भएर हो तातो भएर अघि मेरो क्यामेरै आएको थिएन हो तातो भएर क्यामेरा आउँदैन चिसायो भने आउँछ अब ओजेल पारेर गर्न घाम बढी भयो भने नि फुटाउँदैन खाइ हेर न अमिलो छैन खाइ हेर खाइसके दाइलाई देऊ दादाले देऊ खाइदेऊ म खादिनँ खाइदेऊ नि भाइ सम्राटले जुठो हालिसक्यो म खादिनँ चिनी हाल्ने हो चिनी हाल्ने नि हो अमिलो भयो कसको नभए संयमले खिचिहाल्छ नि ल थाहा नभन्दा अगाडि 4 जनाको फोटो खिचिदिनु पर्यो अनि हुन्छ ल ल मलाई पठाइदिनु पठाइदिनु मेरोबाट राम्रो मलाई यो भुराको 4 जनाको खिचिदिनु मन लाग्छ आउँछ खै त्यो बुढा ऊ स्वयं र दिप्सनलाई अहिले हेर्दै देखिन नि राम्रो ल तिमीहरू दुईटा माला लाउनु पायो हुन्थ्यो है राम्रो खाने हेर्दै मेरो यो दागले भएन यसले छेक त अलिकति तैँले छेक्नु पर्यो हाय ल्याउ न त तिमीले लगाएको एउटा ल आऊ तिमी पनि आऊ फोटो खिच्न आऊ न त नि अलिक किटकिरा फोटो खिच्न आऊ ल उज्यालोमा बस्दा त घाममा ल कहाँ त्यो दागै देखेँ के दाग ला त अब तेल पकाउँदा तेरो अनुहार ओजेलमा पऱ्यो फेरि ए बेसी बोलेर अलि उज्यालो आइज नि त म यसो गर्छु यही आइज तेरो मोबाइल उज्यालो आउनु पर्यो कि ओजेलमा पर्यो भने त झन् उता लाग्छु भन्छ अनुहार चाहिँ घाममा पऱ्यो मोबाइल छेकिदिन्छु कि यसो गर्छु म ल त्यसै राम्रो आउँछ त यता राम्रो आउँछ है ट्रकको उज्यालो आउँछ
पठा है मेरो मोबाइलमा कस्तो राम्रो आएको है मेरो त हेर्नु नि ल बस्नु बसान त फेरि राम्रो पठाइदिए है मेरो सबै खिचाले सबै पठा है ल खै एकैचोटि सबैको त भयो सबैको आयो तनी आइज ल हो ल हे बाबु कान्छा फोटो खिच्ने भन्दा कता हो फोटो खिच्न आज एकजना पनि मान्छे जुटेन अनि अघि नि त्यत्रो भन्दाखेरि चाहिँ अनि आउँदैन आउने तिमी ल ल ल मैले मेरो सेल्फी हान्दा छु मैले युट्युब च्यानल हेरिरहनु भएका सबैले लाइक सब्सक्राइब गर्न नभुल्नुहोला 2082 सालको तिहारको सबैलाई शुभकामना यसपालिको तिहार हाम्रो यस्तै रह्यो हजुरको कस्तो भयो सबैलाई तिहारको शुभकामना